तपाईले एउटा अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो मलाई इंग्लिश आएको भए इंग्लिश सिकेको भए तपाई पनि आज बारबार फाउन्डेसनको हुने रहेछ त्यो भनिरहँदा तपाई पनि कहीँबाट सञ्चालित हुनुहुन्छ भन्ने प्रश्न आउँछ हैन यी एनजीओ पनि लखेट्ने आईएनजीओ पनि लखेट्ने म कहीँबाट सञ्चालित छैन पछिको जुन आन्दोलन हुन्छ त्यसमा राप्रपाले तपाईले साथ दिन्छ राप्रपाले त अस्ति मलाई 3 कुनेमा धोका दियो नि जति पनि लिडर छन् नि नेपालमा जानेर नजानेर बारबार फाउन्डेसनको पैसा राखेका छन् यी कसैले पनि साथ दिँदैन यस्तो नि त अमेरिका उता जोसुकै एम्बेसेडर आइसकेपछि त विदेशी कूटनीतिक गर्नुपर्ने त यहाँ त धर्म फैलाउने एनजिओहरू चाहिँ नि उ गर्ने भनेर धर्म राम्रो काम गर्नुपर्ने धर्म फैलाउने अनि यस्तो गर्दा रहेछन् सबैभन्दा पहिला एनजिओ र आईएनजिओ छ नि यो खेद्नुपर्छ यहाँबाट जहाँ एनजिओ र आईएनजिओ पस्यो नि इराक पनि त्यही भएको इरान पनि त्यही भएको हैन हामीले एआईमै सर्च पनि गरेको थियौँ अस्ति भिडियो पनि राखेको थियौँ एनजिओ आईएनजिओ द्वारा बिगाडिएको देशमा लिस्टमा चौथो नम्बरमा नेपाल आउँछ हो त एआईबाटै हामीले त्यो गरेको थियौँ सर्चहरु गर्दा बुझ्नु भने नि अब बुझे त मान्छेले बुझेपछि बालन कुन कस्तो खालको पास्टर रहेछन् है अर्को कस्तो पास्टर रहेछ अर्को कस्तो पास्टर रहेछ अर्को कस्तो अब दुर्गा प्रसादले एउटा काम गर्छन् दुर्गा प्रसादले यहाँका क्रिस्चियनको घर हान्न थाल्छन् इनका गुण्डाले अनि मारवाडी हान्न थाल्छन् के उनलाई लागेको हो कि इन्डियाले मारवाडीलाई लखेट्नु पर्छ यो दुर्गा प्रसाद चाहिँ देशको राष्ट्रियताको भावनाले मारवाडी खिच्छु भन्ने लाग्यो हो इन्डियाले प्रयोग गरेको हो मलाई हान्न थाल मारवाडीले हान्नुपर्छ मारवाडी हानेपछि के भयो यहाँको पैसा सबै कहाँ जाने भयो इन्डिया जाने हो नि त